संविधान जारी हुनुभन्दा अघिदेखि नै आन्दोलनमा होमिएका मधेस केन्द्रित दलहरू विभिन्न आदिवासी संगठनहरूलाई साथमा लिएर राजधानी प्रवेश गरेका छन्। शनिबार राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको मधेस केन्द्रित दल र आदिवासी जनजाति संगठनहरूको संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गरेका छन्। आफूहरूको माग संविधानमा सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका गठबन्धनका घटकहरूले माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले सिंहदरबार घेराउ गरेको प्रतिक्रिया दिएका छन्। 17वटा दलहरूको नेतृत्व गर्दै सिंहदरबार घेराउ गर्न पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरबारलाई नथर्काई केही नहुने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्नु परेको बताए। विभेदको विरुद्धको लडाई हो, राज्यको विरुद्धको जनताको लडाई हो। जनतालाई राज्यले विभेद गरेको हुनाले त्यसकारणले अब काठमाडौँ नै आउनु पर्यजन के हो त भन्दाखेरि अब काठमाडौँ केन्द्रित आन्दोलन हुने र सिंहदरबारलाई नथर्काइकन राज्यले नसुन्ने भएको कारणले चाहिँ यो चाहिँ हियरिङ एडको पनि काम गरोस् भनेर आएको हो। सिंहदरबार घेराउ गर्न मधेस केन्द्रित दलहरू भन्दा पनि मगरात, तामसालिङ, नेवा लगायतका विभिन्न आदिवासी जनजाति संगठनका कार्यकर्ताहरू उपस्थित थिए। उनीहरूले नेपाली नागरिक भए पनि समान अधिकार नपाएको भन्दै आन्दोलनमा होमिनु परेको बताए। हामीलाई नागरिकताको नाममा एउटा नेपाली बनाइएको छ, तर समान अधिकार र समानुपातिक समावेशी हैसियतमा हामीले उभ्याउन सकेको छैन। हरेक क्षेत्रहरूमा पहिचानहरू हाम्रो मेटिँदै गएको छ। यस पहिचानहरूलाई स्थापित गराउनुपर्छ, किन यो न्यायको लडाई हो, इतिहासको लडाई हो, संस्कार, संस्कृति, भाषा, लिपिन सबै जाति वर्गको उत्थानको लडाई हो। यहाँ यी सबै वर्गहरूको उत्थानको निम्ति संविधानमा किटान समानुपातिक समावेशी तरिकाले किटान गरियोस्, यो पहिचानसहितको संहिताको लागि हामीले आन्दोलन गरेका हौँ। त्यस्तै सिंहदरबारको दक्षिणी गेट घेराउ गर्न 12वटा दलको नेतृत्व गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पुगेका थिए। सद्भावना पार्टीका महासचिव मनिष सुमनले 6 महिना लामो आन्दोलन गर्दा समेत सरकारले नसुनेको भन्दै दबाब दिन सिंहदरबार घेराउ गरेको बताए। भौगोलिक रूपले मधेस टाढा पर्छ होला, त्यहाँबाट लगाएको चितकार ओलीजीले सुन्नु भएन। हामीलाई त के लाग्छ भने युरोपियन युनियनले सुन्ने हाम्रो माग, अमेरिकाले सुन्ने हाम्रो माग, दिल्लीले सुन्ने हाम्रो माग ओलीजीले कसरी नसुने होलान्। तपाईलाई निदाएको मान्छेलाई बिउजाउन सजिलो हुन्छ, तर निदाएको नाटक गर्नेलाई बिउजाउन अत्यधिक कठिन हुँदो रहेछ। यी राज्य सत्ताले निदाएको नाटक गरिरहेको छ, तसर्थ बिउजिरहेको छैन। त्यही उद्देश्यका साथ हामीले दबावमूलक र आन्दोलनलाई जन दबाव पुर्याउनको लागि हामी सिंहदरबारको ढोकैमा आएर यसपटक आफ्ना मागहरूको लागि चित्कार लगाइरहेका छौँ। आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच सामान्य झडपहरू भए पनि शान्तिपूर्ण रहेको सुरक्षा अधिकारीहरूले जानकारी दिए। आन्दोलनमा उच्छृङ्खल गतिविधि हुन नदिनका लागि 500 भन्दा बढी सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो। संविधानमा असन्तुष्टि जनाउँदै उनीहरू लामो समयदेखि आन्दोलनमा रहेकाले उनीहरूको जायज माग सम्बोधन गर्नु सरकारको पनि दायित्व हो। माउन्टेन टेलिभिजनका लागि क्यामेरामा कुणाल श्रेष्ठका साथ विनय कुमार, काठमाडौँ।